चीनको एक्जिम बैंकबाट 22 अर्ब ऋण काढेर बनाइएको पोखरा विमानस्थल निर्माणमा झण्डै 10 अर्बको भ्रष्टाचार भएको पाइएको छ। पोखरा विमानस्थल निर्माणबारे छानबिन गरिरहेको संसदीय उपसमितिले झण्डै 10 अर्ब रुपैयाँ हाराहारीमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो। संसदको सार्वजनिक लेखा समितिको उपसमितिले 11 वटा शीर्षकमा अनियमितता भएको निष्कर्ष सहित प्रतिवेदनको मस्यौदा तयार पारेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन संयोजकत्वको उपसमितिले तयार पारेको प्रतिवेदनको मस्यौदा अध्ययनका लागि केही सांसदहरूलाई वितरण भएको छ। लिङदेन सहित केही सांसदहरूले प्रतिवेदनको मस्यौदामा हस्ताक्षर गरिसकेका छन् भने केहीले अध्ययनका लागि समय मागेका छन्। प्रतिवेदनको मस्यौदामा 11 वटा शीर्षकमा भएको अनियमितताको विवरण उल्लेख छ। कानून विपरीत कर छुट दिएको विषयबारे यसअघि नै प्रश्न उठिसकेको छ। उपसमितिका एक सदस्यका अनुसार पोखरा विमानस्थल निर्माणको अनियमिततामा मुलुककै ठूलो भ्रष्टाचार मध्येको एक हो। अर्थ मन्त्रालयले कतिपय विवरण नदिएको भन्दै उनले अनियमितताको अङ्क त्यो भन्दा बढी हुन सक्ने पनि बताएका छन्। 14 अर्ब रुपैयाँको विमानस्थल निर्माण परियोजनालाई अस्वाभाविक रूपमा लागत बढाएर 22 अर्ब पुर्याइएको छ। ती सदस्यले भने सबै जसो शीर्षकमा अनियमित रूपमा काम भएको छ। गुणस्तरको प्रश्न छ। सम्झौता विपरीत कर छुट दिएर राजस्व चुहावट गरिएको छ। विमानस्थल निर्माणमा टेन्डरदेखि नै अनियमितता भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ। उपसमितिले पोखरा विमानस्थल निर्माणमा संलग्नमाथि अनुसन्धान र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्ने भनी लेखा समितिलाई सिफारिस गर्न प्रस्ताव गरेको छ। प्रतिवेदनमा 2076 असोज 18 मा 145 मिलियन अमेरिकी डलरको लागत एस्टिमेट तयार पारेर ठेक्का मागेको यो विमानस्थल निर्माण गर्न भने 305 मिलियन अमेरिकी डलर कबोल गर्ने कम्पनीलाई 86% बढीको लागतमा ठेक्का दिँदादेखि नै अनियमितता भएको निष्कर्ष छ। अध्ययन समितिले ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार भएको, निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको उल्लेख गरेको छ। खरिद ऐन अनुसार नभएको कर छुट दिएर 2 अर्ब 22 करोड अनियमितता गरेको, विमानस्थल सञ्चालन योग्य नबनाई व्यावसायिक सञ्चालनको तयारी गरेको पनि अध्ययन समितिको निष्कर्ष छ। पोखरा विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागलाई थप अनुसन्धान गर्न पनि सिफारिस गरेको छ। मूल सम्झौता विपरीत कर छुट दिएको, बोलपत्रदेखि नै भएको कमी कमजोरीका कारण राज्यलाई भएको क्षतिको अनुसन्धान गरी हदैसम्मको कारबाही गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ। छिने डाँडा काट्ने नाममा 32 करोड 2 लाख रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी भएको, एसी जडान गर्न 7,42,000 डलर नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टै भुक्तानी गरेको, विमानस्थलको नाली, एप्रोन, रनवेको माटो खन्न 1 करोड 6 लाख डलर भुक्तान गरेर पनि काम नभएको, माटो भर्न 44,35,000 डलर भुक्तानी भएर पनि काम नभएको, बाहिरबाट माटो ल्याउन 21,000 डलर भुक्तानी गरेर पनि काम नभएको, विमानस्थलको माटोको लागि 2 करोड 22 लाख भुक्तान गर्दा अनियमितता भएको निष्कर्ष अध्ययन उपसमितिको छ। विमानस्थल निर्माण गर्दा अनियमितता गर्ने र भ्रष्टाचारजन्य काम गर्न संलग्न उड्डयन प्राधिकरणका बहालबाला तथा पूर्व कर्मचारीमाथि थप अध्ययन गरी कारबाही गर्न सिफारिस भएको छ। विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मको नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न जिम्मेवार प्राप्त सम्पूर्ण निर्णयकर्ता, पदाधिकारीहरू, कर्मचारीहरू र देहाय बमोजिमका नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूमा महानिर्देशक प्रदीप अधिकारी रहेकाले उनलाई कारबाही गर्न पनि सिफारिस गरिएको छ। उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनाका प्रमुख विनेश मुनाकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चान्दमाला श्रेष्ठ, इन्जिनियर प्रवीण नेउपाने, प्रशासन प्रमुख राजेन्द्र प्रसाद पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर बाबुराम पौडेललाई कारबाही गर्न सिफारिस गरेको छ। उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजन पोखरेललाई कारबाही गर्न सिफारिस गरेको छ। संलग्न अन्य बहालबाला पदाधिकारीहरूलाई तत्काल निलम्बन गरी अनियमितता र भ्रष्टाचारमा संलग्न बहालबाला वा पूर्व पदाधिकारी सबैमाथि शीघ्र छानबिन अनुसन्धान गरी कानून बमोजिम हदैसम्मको कारबाही गर्न गराउन अख्तियार दुरुपयोग आयोग र सम्पत्ति शुद्धिकरण विभागलाई पनि निर्देशन गरेको छ। तर विमानस्थल निर्माण अवधिका विभिन्न निर्णय प्रक्रियामा संलग्न राजनैतिक नेतृत्वको नाम भने उपसमितिले किटान गरेको छैन। लेखा समितिले गत असारमा लिङदेनको नेतृत्वमा 11 सदस्यीय संसदीय छानबिन उपसमिति बनाएको थियो। उपसमितिको प्रतिवेदनमा संयोजक लिङदेन, सदस्यहरू कांग्रेसका अर्जुन नरसिंह केसी, माओवादीका जनार्दन शर्मा तथा अमनलाल मोदी र एकीकृत समाजवादीका प्रेम आलेले मात्र हस्ताक्षर गरेका छन्। एमालेका गोकुल प्रसाद बाँसकोटा र तारा लामा तामाङ, कांग्रेसका दीपक गिरी, रामकृष्ण यादव र देवप्रसाद तिमसेनाको भने हस्ताक्षर प्रतिवेदनमा छैन। उपसमितिमा सदस्य रहेकी एमालेकी रुक्मिणी राणा बराइली अर्कै समितिमा सरुवा भइसकेकी छन्। उनको नाम हटाएर प्रतिवेदन लेखा समितिमा पेश गर्ने तयारी छ।